महेश सर नमस्कार। हजुर नमस्कार सर, नमस्कार। ल आज हाम्रो यात्रा तपाईँको गैँडाकोटबाट हामी कालीगण्डकी करिडोर हुँदै हजुर पाल्पा रामपुरदेखि मालडुङ्गासम्म जाने यात्रा चाहिँ के अरे तय हाम्रो भएको चाहिँ छ। तय भएको छ होइन। हजुर यो बाटो चाहिँ एकदम राम्रो लाग्यो। हजुर यो सर। बाटोको विशेषताको बारेमा तपाईँले एकचोटि बताइदिनु, किनभने यो यसको जानकारी तपाईँलाई थाहा भएको भएर ए हुन्छ यसो सर, चाहिँ बताइदिनु न। मान्छेहरूलाई कतिपयलाई थाहा पनि नहुनसक्छ होइन। हुन्छ सर। ल बताइदिनु यो बाटो के छ भने तपाईँको यो नवलपुर जिल्लाको गैँडाकोटको तपाईँको भेरकुटीको नजिकै भनौँ होइन, हजुर। देखि कालीगण्डकी चोकदेखि सुरु भएर तपाईँको यो जाने बाटो हो। कहाँ भन्नुहुन्छ भने तपाईँको यो मालडुङ्गा मात्रै होइन, यो चाहिँ मुस्ताङ जिल्लाको कोराला नाका चिनसम्म जोड्न पुग्ने जुन नाका छ अहिलेको चर्चित नाका, त्योसम्म जाने बाटो हो। हजुर यसलाई चाहिँ 2051 सालमै यसको सुरुवात भएको हो, यो नाका खोल्ने क्रम। तर यो पिच भनेको भर्खर 2 वर्ष जति भयो। यो पिच भएको चाहिँ पुरै बाटो चाहिँ लगभग 2 वर्ष जति भयो होला। अझै कतिपय ठाउँमा चाहिँ सानोतिनो पिच बाँकी छ होला। यो पिच हुन बाँकी छ। यो बाटो चाहिँ हामी यात्रा गर्दाखेरिमा तपाईँको ठुलो गाडीको डिस्टर्ब हुँदैन। अर्को कुरा धुवाँ धुलोको पनि यसमा कुनै डिस्टर्ब छैन। बाटो तपाईँले पनि यसो बाटोमा देखाइदिन सक्नुहुन्छ। पुरै बाटो सुनसान छ, एउटै गाडी पनि तपाईँहरूले देख्न सक्नुहुन्न। र यो बाटो यात्रा गर्दा उता मुगलिङदेखि हामी पोखरा हुँदै यात्रा गर्नुभन्दा 2 घन्टा अगाडि नै करिब 4.5 घन्टामा हामी यहाँदेखि पाल्पा हुँदै रेडे हुँदै पर्वत हुँदै म्याग्दीसम्म करिब पुग्न सक्छौँ। पर्वत जिल्ला त हामी करिब 4 घन्टा लगभग 4.5 घन्टामा राम्रोसँग राइडर छ भने चाहिँ पुग्न सकिन्छ होइन। बाटो एकदम फाइन छ। बर्खाको बेलामा अलिकति उ होला। र जाँदाखेरिमा चाहिँ यो कालीगण्डकी नदी तल तपाईँले देख्न सक्नुहुन्छ, कल बगेको। ल हेर्नुहोस् त कस्तो राम्रो सलल। यही नदीको किनारै किनार हो हामी चाहिँ जाने चाहिँ। यो किनारै किनार जाने हो सर। कुरा काटे यो नदी तपाईँको अन्तिम डिस्टेन्स तपाईँको लगभग मुस्ताङबाट कताबाट झर्छ? हजुर सर, यो मुस्ताङ जिल्लाको तपाईँको दामोदर कुण्डबाट यो कालीगण्डकीको स्पेसल उद्गम स्थल। र पछि यो मुक्तिनाथ अलि तलतिर आइसकेपछि मुक्तिनाथबाट त्यो हाम्रो 108वटा धाराहरू जुन छन्, हाम्रो हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाममा जुन इन्डियनहरू पनि आउनुहुन्छ होइन, सबैजनाले त्यो एउटा तीर्थ गर्ने जुन धार्मिक स्थल छ त्यहाँदेखि बगेर आएको नदी हो यो पानी पनि होइन। एकदम सलसल पानी छ। तपाईँको खास कहाँसम्म? कोराला नाकासम्म होइन? यो कोराला नाकासम्म हामी जान सकिन्छ। अहिले हामी तपाईँको यो पिच बाटो तपाईँको आएर हामी कहाँसम्म जान सकिन्छ? अहिलेको यो पिच चाहिँ तपाईँको छिटफुट बाहेक लगभग सबै नै पिच छ। तपाईँको बागलुङ करिब पर्वत पुगन्जेल चाहिँ हामीलाई चाहिँ कुनै डिस्टर्ब छैन मालडुङ्गासम्म। त्यसपछि चाहिँ मालडुङ्गाबाट उतापट्टि चाहिँ बनाउने क्रम जारी छ भन्ने कुरा सुन्नमा आएको छ है। हस् सर, थ्याङ्क यू भेरी मच है। हुन्छ, थ्याङ्क यू सर।